हेलो सो गाइस वेलकम टु माई न्यू ब्लग प्लिज सब्सक्राइब। आज चाहिँ हामी होइन टक्क खेताल चलिरहेको है दिदी म हामी दुईजना दिदी हामी होइन म अनि दुईजना दिदीहरूसँग चाहिँ म खेताल गइदिरहेको है किनभने अब खेताल गएको छ होइन सो तपाईँले देख्न सक्नुहुन्छ र टक्क काठमा फरा पक्रिनु परिरहेको छ है अनि यहाँ चाहिँ मेरो यहाँ चाहिँ सानो सानो भाइहरू पनि देखाइरहेको छ एउटा चाहिँ रिठे एउटा चाहिँ गिट्टे तपाईँले देख्न सक्नुहुन्छ गिट्टे रिठे होइन यो तपाईँले देख्नुहुन्छ सेलेटाङ बजारको भ्यू नै फेरि ल कस्तो देखिदिरहेको छ हो नि त नि होइन कस्तो बेला कस्तो दामी दामी देखिदिरहेछ हौ नि त नि कालो चस्माले कस्तो हिँड्छ पनि देखिरहेको मलाई फेरि हरि यो देश जङ्गलहरू हेर्दा पनि मान्छे कस्तो चस्माले होला कालो देखिदिरहेको छ हौ फेरि कस्तो आज त पानी पनि पर्नु खोजिदिरहेको छ म त आज फेरि पानी पऱ्यो भने त कस्तो आज तर मको गोडु पनि पाइँदैन ल के भएको त नि कस्तो के हो खै म त केही बुझ्दैन यार त्यस्तो नै छ यार फेरि कालै छ यार अब पानी पऱ्यो भने त छैन त नि तपाईँले यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ कस्तो दामी लेटाङको भ्यू आएन नि त नि म त हाँस्दिएको त नि ल कस्तो हाँस्नु त कुरा हो त नि अब बसेको गेटमा पनि होइन पुरै पानी पर्नु खोजिरहेको छ नि त नि पुरै हाँस्दिएको ल कस्तो बबाल देखिदिरहेको छ नि त नि आमामामा के भएको यस्तो यो दिन ल उता नि उता कहाँले पोखरीतिर पानी पऱ्यो त नि अब त्यो पानी यता पनि आउँछ यार खत्तम भयो खत्तम खत्तम कस्तो पानी परिदिएको छ नि छ्या सेट ओइ यस्तो पानी पर्न खोज्छ कस्तो मेरो पहिलाको भन्दा खतरा डेन्जरस पानी पर्न खोज्दैछ यार कस्तो कालो भएर आयो तपाईँले देख्न सक्नुहुन्छ अति कालो भएर पहिलाको भन्दा झन् साह्रो आज मकै गोडा हुन्छ जस्तो चाहिँ लाग्दैन मलाई अब मकै नै गोडायो भने त अब घर फर्किनुपर्छ होला सायद बा मैले गर्नुपर्ने जस्तो केही थाहा हुँदैन होइन तर पनि म मकै त गोडिँदैन होला है अब पानी पर्न खोज्दैछ होइन कति चिसो हावा गएर यस्तोको बेला पनि ल चिसो हावा आउँदैछ बहुत 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 चिसो आउँदैछ तर पनि त्यो चिसो चाहिँ के होइन अरूभन्दा पनि त मकै गोड्नु पाएन भने चाहिँ अलिकति तनाव हुन्छ है मकै गोड्नु भनेर आएको माथिबाट होइन काम गर्न लगाएको होइन अब मकै नै गोड्नु पाएन भने त नि ल्या फेरि मकै नै गोड्नु पाएन भने त झिम झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म भइहाल्छ नि ल अब के गर्नु त होइन पानी पऱ्यो भने त भुत्तिकै परेर सुतिन्छ कुङ परेर सुतिन्छ ड्याङै सुतिन्छ पानी रहेपछि घर गइन्छ तर पानी जति नै पर्नु खोज्दैछ अरे रेत हालेर छ मकै गोड्नु पर्ने भन्छन् अब पानी पर्दैछ अब यता मकै गोड्यो पनि यस्तो हरियो न हरियो भइसक्यो यता कोही ठाउँमा धान रोपिसकेको छ कोही ठाउँमा के गर्ने यार अनाफेर जिन्दगानी ए फाइनली गाई छैन हामी आज चाहिँ हामी बोजेको घरमा आइसकेको छ होइन अब यहाँ चाहिँ अब फिक्स हुने हुन्छ है पानी पऱ्यो भने अब खन्ने या नखन्ने अब त्यो फिक्स हुने अवस्था छ अब होइन हाम्रो फाइनल बोजूको घर चाहिँ यही हो है बाजे पनि निस्केर हेरिदिरहेको छन् र बाजेले पनि अब बोलाउँदैछ चिया पनि खाँदैछ होइन अब म पनि गएर चिया खानु पर्छु र म पनि चिया खाने हो ल के भन्छ भन्दाखेरि म चाहिँ फाइनली बोजूको घर आइसकेको छु र अङ्कलले चाहिँ हेर न त्यहाँ टक्क बसेर केही खानु बसेर खाइदिरहेको छ पुरै कपालले कसेर बाजे धराजु दिन सक्नुहुन्छ है अब यहाँ पानी पऱ्यो भने त बाजे के खन्दा पानी पऱ्यो भने फोनमा खर्च कति पर्नु पानी पऱ्यो भने पनि ठुलो पऱ्यो भने त कहाँ हुन्छ त नि के होइन टक्कसँग बारी खन्न गएको होइन उयो मकै गोड्न गएको कस्तो पानी पर्दैन हामी चाहिँ घर फर्किआइदिएको खासै ठुलो परेको छैन सिमसिम पानी परेछ यसले चाहिँ ज्वरो फुटाउने पानी गर्छ सबैजना यहाँ चाहिँ हामी यस्तो तरिकाले बसिरहेको छौँ है पुरै तर यहाँ दाजु चाहिँ सुर्ती पुरै बाङ उडाउँदैछ र त्यसैले हामी चाहिँ होइन पानी परिरहेको छ अब फेरि हामी सायद पानी पऱ्यो भने पानी टक्क्यो भने हामी फेरि जानेछौँ है त बारी खन्नमा है फाइनली यहाँ चाहिँ हामी होइन टक्कसँग यता मकै यता होइन मकै गोडेर पनि हामी चाहिँ घर जाँदै गरेको अरू चाहिँ गइसक्यो होइन म चाहिँ अब
हामी चाहिँ मकै गोडेर पनि अब घर जाँदै गरेको होइन अनि यहाँ चाहिँ भाइ र म जाँदैछु होइन यहाँ भाइ जाँदैछ अगाडि त्यसपछि अनि म जाँदैछु होइन अरू अब सबैजना अगाडि गइसकेको छ र म चाहिँ अलिक ढिलो भयो किनभने अलिकति होइन अलिकति व्यस्तै काम थियो म चाहिँ त्यसैले अलिकति ढिलै भएको कारणले म चाहिँ अलिक पछाडि हुँदैछु भाइ र म चाहिँ तपाईँले देख्न सक्नुहुन्छ है त आमा मकै गर्दाखेरि चाहिँ हात चाहिँ ढुट्टै हुँदो रहेछ क्या ढुट्टै हुन्छ अझ फेरि अघि पानी पर्दैन र आमा यस्तो होइन हिलोमा मकै गर्नु पर्ने अवस्था क्या पुरैसँग ल बिजोग भइगयो नि त जिन्दगानी होइन के गर्ने अब तर ठिकै छ अब चाहिँ हामी चाहिँ अब जानुपर्ने हुन्छ र मकै पनि गरिसकेको छ होइन आज चाहिँ खेतालो पनि फाँक हानिदिएको नि त अनि हामीले होइन पुरै फाँक हानिदिएको तपाईँले देख्न सक्नुहुन्छ यहाँ हाम्रो अर्को भ्लगर हो त्यो पहिला भेस्ट लगाएर बस्नु चाहिँ हाम्रो न्यू भ्लगर हो उहाँले एकदम उहाँको च्यानलमा गएर सब्सक्राइब हानिदिनु है त गाइजहरू फाइनली म चाहिँ होइन टक्कसँग भराएर पनि होइन यताउति खानाहरू खाएर पनि होइन म चाहिँ फेरि पनि आइसकेको छु होइन र आजको भ्लग चाहिँ यति नै रहेको छ र तपाईँहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु नबिर्सिनु होला हस् त बाई